आज दिस इज नेक्स्ट डे है इज चाहिँ अपलोड गरेँ होइन बिहान पनि 5 बजी लाग्छु ठ्याक्क 5 बजी लाग्छु बाहिर उज्यालो उज्यालो छैन उठेको चाहिँ म 4 बजी हो 4 भन्दा 3 साढे 3 भइसक्यो थियो 3:30 भइसक्यो थियो अब उठेर यता दुई गरेर अब रनिङ जानु पऱ्यो भने केटाहरूले फोन गरेर केटाहरू म त सुन्दैछु भन्दा 2 केटाहरूले अब मोबाइल आनन्द म हेर्दै अनि भर्खर उठ्यो यता काम गरेँ अनि अब एक्सर्साइज मैले आफै एक्लै गरेँ आज घरै हान्थेँ रनिङ जानेन अरू एक्सर्साइज हान्थेँ भोलिदेखि जान्छ हामी भोलि चाहिँ मम्मी पापा जानुहुन्छ होला मोबाइल पनि लिएर जानुहुन्छ होला भोलिको भ्लग चाहिँ आउनु भोलि चाहिँ अब के हुन्छ मम्मी जानुहुन्छ अनि मोबाइल हुँदाउँछ अनि बेरै लाग्छ त्यही भएर भोलि चाहिँ भ्लग आउनु भोलि सुटिङ के हुन्छ आजै भयो भ्लग आज मैले भिडियो पोस्ट गर्छु 2टा पोस्ट गर्नु हुन्थ्यो फेरि 2टा चाहिँ म कुरो पकाउँदिनँ बसीलाई होइन त्यही गाईसँग त घरसँग फेरि उपस्थित भइसकेको छ घरसँग मैले काम पाइसकेँ अरू चाहिँ मैले खानपिनको काम गरेँ नास्ता पानीको काम गर्छु नास्ता पानीको काम गरेर चाहिँ मैले अब त्यसपछि के गर्ने त्यसपछि बाहिर चाहिँ त्यो उज्यालो भइसकेको हुन्छ त्यो भइसकेको भाइ चाहिँ अझै उज्यालो छ नि त स्ट्यान्ड हो नि त म त होमवर्क गर्दैछु होइन मलाई हालिदिनु पर्ने क्या सबै होमवर्क चाहिन्छ मेरो बिस्तारमा फाल्दा हो या मान्छे खानु गाइस भर चाहिँ म नास्ता पानी गर्दैछु त्यहाँ चिया यहाँ बुटको बाटोहरू छ होइन नास्ता पानी गर्दैछु त्यसपछि अहिले भेट्छु मैले त्यहाँ के पहिला नास्ता पनि गर्छु सो गाइस जुन अब जानु भिडियो सुटिङ गर्छौँ होइन त्यसपछि अब अपलोड गर्छु आज चाहिँ अलिक छोटो हुन्छ ब्लग चाहिँ छोटो ब्लग हुन्छ आज चाहिँ भोलि चाहिँ हाल्ने भन्नु भोलि मम्मी भन्छ म गर्दैछु मैले त होइन यहाँ देख्नु सक्नुहुन्छ है कति मिनटको के छिराइज क्या टिकटहरू चाहिँ आउँदैछ है हुन्छ उनीहरू सिसीलाई मात्रै बोलाएको गिटार भर जाने सो होइन भर चाहिँ हामी सुटिङ सकेर भ्यायौँ अनि केटाहरू जस्तो आएका छन् होइन अनि गाइस भिडियोलाई चाहिँ म यति एन्ड गरिदिन्छु आजको लागि कस्तो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु मेरो कुरा सुन्दा तपाईँलाई मुखबाट बाधा आयो होला भएर होइन आजको लागि भिडियो यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो क्लिक द बेल आइकन